हेलो गाइज, मेरो नाम चाहिँ शुभम श्रेष्ठ। अनि आज यो एन्ड्रोइड कटलिनको प्रोजेक्टमा मैले चाहिँ नोट टेकिङ एप भनेर बनाएको छु। अहिले चाहिँ यहाँ ल्यापटपबाट रन गरेर बल्ल खुल्यो। यो चाहिँ हाम्रो यो लगइन र रेजिस्टर इन्टरफेस हो। यसमा चाहिँ हामीले यहाँ आफ्नो इमेलहरू राखेर इमेल जस्तै कि anis@gmail.com भनेर राखेर anis123 अनि पासवर्ड पनि anis123 भनेर राखौँ। anis123 अनि यसमा यहाँ डाइरेक्ट क्रिएट न्यू अकाउन्ट भनेर गऱ्यो भने क्रिएट भइहाल्छ नयाँ अकाउन्ट क्रिएटेड भइगयो। अनि यो चाहिँ हाम्रो नोट्सको यो भइगयो। अनि यता यस्तो यहाँ एड यो प्लस आइकनमा ठिकै भने हामीले नोट्सहरू राख्न सक्छौँ। जसरी टुडे my day today was so fun and I went out for hiking with my friends today भनेर यस्तै लेखौँ। अनि यो चाहिँ नोट्समा सेभ भयो। अनि यस्तै हामीले धेरै नोट्स बनाउन सक्छौँ। अझै पनि यस्तै नोट्सहरू बनाउन सक्छौँ। अनि चाहिँ यता यो लगआउट गर्नको लागि फेरि लगआउट गर्न सकिन्छ। अनि त्यस्तै यति हो मेरो एप चाहिँ एन्ड्रोइड कटलिनको।